आफूले विश्वास गर्न सकेको छैन है गाइस। वेलकम ब्याक टु माई च्यानल गाइस। ओ सर वेलकम ब्याक टु माई च्यानल। के रे यो नेपालको सबैभन्दा लामो पुल हो। नेपालको सबैभन्दा लामो झुलुङ्गी पुल लास्टै लामो छ उता पारी। तल कुन खोला हो गण्डकी देखेरै चिनिन्छ यार कालो कालो हो बाबालाई हिमाल देखेछ यहाँ मोबाइलमा देखिँदैन है यो वाला पुरै हिमाल हो सेतोवाला बाबालाई हिमाल देखेछ बाबालाई भ्यू छ कि यहाँदेखि हेर्नुहोस् त सबै पहाडै पहाड यता रुखै रुख यता जङ्गल जङ्गल तल आयो यार लास्टै घाम छ उता घाम भन्नाले अलिअलि घाम छ तर कस्तो लामो पुल छ कि यहाँ हो आमा सक्नुहुन्छ उता जान ओ हिमाल त्यत्रो ठुलो छ बाबा हो कस्तो सेतै देखेछ आमासित कुरा गर्न खोजेको सुन्नु भएन कि के हो छ कि फेरि पिङ खेल्नेवाला हो उता पिङ खेल्नेवाला छ यो खुलेछ कि के हो वेलकम न्यू लङ ब्रिज यहाँदेखि खेल्न पाइन्छ तर यो पैसा लाग्छ कि के हो पैसा त लागिहाल्छ नि यार हो कस्तो लामो झुलुङ्गी पुल उता हिमाल फेरि तिमीले खायौ जाऊ कि मासु चारजना बस्नु मिल्दैन आन्टी ल अलि जोडले खेल्ला मजा आइरहेछ हामीले त होइन आन्टी ओइ हजुर बस्नुहुन्छ या शीतल हावा आयो त वे तल नि छ त बे नआउने हो र यहाँ हेर ओए बाबाले झर्ना छ त यहाँ आएर नुहाउन पर्छ म त नुहाउँछु ओए कस्तो शीतल हावा आयो कि शीतल हावा बाबा हो साथीहरू फोटोसुट गर्दैछन् फर्स्ट टाइम यस्तो ठुलो झर्ना देखेँ मैले पागल के गर्छ बहुत खसिबे त भाइ ठ्याक्कै क्यामेरा खोलिदियो क्या मान्छेले छिटो ल हेर यहाँ भ्यू यस्तो भ्यूमा यो फेरि अघिदेखि लुटेको लुटै छ यस्तो बाबाले भ्यूदेखि लुटिरहेको छ कि यो फेरि तीनचोटि लुटिन्छ राइट केही सरम त गर ल साथीहरू हामी बल्ल बल्ल बिच बाटोमा पुगेछौँ होइन यस्तो बाबाले भ्यू के मा कसम बादल यस्तो निलो निलो साथीहरू त्यहाँ गइरहेछन् म फेरि एक्लै यहाँ यस्तो बाबाले भ्यू ओ माई गड स्ट्रेट अझै हामी त्यहाँ डाँडामा पुग्न छ यो डाँडामा यो टुप्पोको डाँडामा यहाँ फेरि हेलिप्याड छ नि त सिधै कसैले आउन मन छ भने बिग बजेट रिच किड बोइजहरू यहाँ सिधै हेलिकप्टर झार्न सक्छ होइन यहाँ हेलिप्याड छँदैछ
ल हेर हेलिप्याड। अब यो डाँडा हाम्रो बेलडुङ्गा हाम्रो भ्यू पोइन्ट। त्यहाँदेखि सबै बागलुङ बेनी सबै देखिन्छ। अब त्यही भएर अब माथि गएर भेटिन्छ। अघि बिहानतिर कुहिरो लाग्थ्यो त्यही भएर अलि ब्लग बनाएन मैले। ल हेर सानो सानो झरनाहरू। अघि हेलिप्याड त्यहाँ थियो, हामी यहाँ पुग्यौँ। रुखनी बवाल भएको छ यहाँ त। साइड साइडमा फुलहरू फुलेका छन्। बहुत लोटी स्या त हिँड 3-4 घन्टा हिँड्यौँ हामी, अझै पुगेनौँ। अब पुगेपछि फेरि बवालै भ्यू छ नि त हामी वर्थ इटवाला। यस्तो बवालै भ्यू ठैट हेन कि भाइ। ट्रेकिङ आएपछि रुन हुन्न कि भाइ, त्यस्तै हो। ट्रेकिङ आएपछि रुन हुन्न, खस्न हुन्न त। खसेको खसै छस् फेरि। हामी त एकचोटि नै खसिएनौँ। आफै पाँदैछ, आफै सुकेछ, आफै गनाएर आफै खसिरहेको छ। ए भगवान्, यो रुख त बाबालै छ है। साहिल अब धेरै छैन हाम्रो बाइक। त्यसरी आएको छ, पढेछ, गनाएको छ, आफै गनाएको छ, आफै सुँगेछ, आफै खसिरहेको छ। आम्मामा भ्यू। एमआरबी दाइले भन्छ है पागल यार, पागल भ्यू छ। पागल भ्यू गाइज, पागल भ्यू। एमआरबी दाइले त्यस्तै छ कि एकदमै पागल भ्यू। यस्तो बवाल भ्यू। ओ माई गड। आम्मामा आँखाले विश्वास गर्न सकेको छैन कि गाइस। यस्तो बवाल भ्यू। ल हेरेर आम्मामा हिमाल पुरै देखेछ यार। कुन हिमाल हो र यो? धौलागिरी माछा पुछरेको हिमाल हो यहाँ। ए हे पागल पागल भ्यू छ यार। ठैट न कसम। ल हेर, ओ माई गड। आँखाले विश्वास गर्दैन, क्यामेराले त्यसरी क्याप्चर गर्दैन, तर ओ माई गड यो भ्यू हेर त। ओहो आम्मामा बाबाले हिमाल यस्तो बवाल भ्यू यार। है बिहान के भन्छन् कुहिरो लाग्थ्यो, अहिले त सबै सफा भएछ कि रे, क्लिन। त्यसले गर्दा यस्तो बवाल देखेको छ नि हिमाल। ओहो यार, है त्यत्रो हिँडेर आइयो, केही त फाइदा भयो यार। 4-5 घन्टाको ट्र्याक। हिमाल हैट। यो कुन हिमाल हो र? कुन हिमाल? यो माछा पुछ्रे होइन र? त्यही त अलिकति बादल छ। फेरि यहीबाट आउने हो, फेरि यहीबाट आउने हामी। कहाँ गइन्छ अब हामी? ए त्यहाँ माथिदेखि त झन् बवाल देखिन्छ होला। त्यहाँ टुप्पोमा जाने हो, त्यहाँदेखि यो कस्तो लाग्यो? आनन्द आयो। ल दोस्तहरू थ्याङ्क यू यार, थ्याङ्क यू। हामी त आइन्थेन होला होइन, सुतेको सुतै। म त केही त देखिन्छ होला, डाँडा भ्यूसु। अहिले एकैछिनमा पुरै देखिन्छ होला। हिमाल त यहीँ छ जस्तै लागिरहेछ त बे। हिँडेर जान सकिन्छ होला। मुस्ताङै त्यही त होला होइन। साथीहरू हामी माथि गइरहेछौँ। अब यो के हो? बेलडुङ्गा भयो, यहाँ के लेखेको छ थाहा छैन, मैले पढ्ने गाह्रो यार। तर यहाँदेखि भ्यू नि यस्तो बवालै देखेको छ नि छ्याक्क। हामी यतादेखि आएको, यताको भ्यू नि छ्याक्क, यताको हिमालहरू छ्याक्क। ओ माई गड पागल भ्यू, पागल। अब हामी माथि गइरहेछौँ, अलिकति माथि। त्यो डाँडादेखि नि यस्तो बवाल भ्यू देखिन्छ भन्ने छ। सिडी हेर मायाको छ बवालै, यस्तो बवाल। ट्रेकिङ गर्दै आएको हामी 5-6 घन्टा बागलुङको त्यहाँ तलदेखि गाडी लिएर आएर, त्यहाँदेखि गाडीदेखि हामी यहाँ
5-6 घन्टा लाग्यो। ल हेर सिडी दुईजना माथि पुगिसके। अनि तल अलि फोटोसोटो खिच्दाखेरि लेट भइसक्यो। अनि तर यहाँ पागल भ्यू यार, हिमालको यस्तो बाबाले भ्यू। अब अलिकति माथि 5-10 मिनट हिँडेर त्यहाँदेखि झन् बाबाले भ्यू देखिन्छ। अनि अहिले घाम लागेपछि उता अलिक कुहिरो सिरो लाग्छ, बादल सादल छ। बादल हटेपछि त झनै बाबाले क्या धेरै हिमालहरू छन् सबै देखिन्छ। चढ चढ छिटो चढ हट। यस्तो पागल भ्यू हेर्न त पऱ्यो नि यार, होइन र? हेर्दा यो वाला माछा पुछ्रे हो क्या हो। यताको धौलागिरी यता नै छ। सही छ कि सही। यहाँ वातावरण नै कस्तो बवालै छ। यत्रो टाढा आइएको केही त अमेजिङ बवालै देख्न पायो नि त हामी। मन शान्त भयो यार। ल हेर त ठाउँै अर्कै छ कि यो फेरि। यो रुखहरू कस्तो अर्कै छन्। ल हेर डस्टबिनको लागि ट्याक्क यहाँ डस्टबिन राखिदिनु पर्छ। यहाँ फोहोरसोहोर गर्न भएन के अरे। हामी जस्तो मान्छेहरू नि हिँड्न हेर्न आउँछन्। ल हेर यो रुख कस्तो छ, बाङ्गीडाङ्गी फरक। ल यो रुख हेर बाटोको बिचमा। म यत्रै छु क्या हो रुख जति आइयो। खोइ त हिमाल ए ल गयो होइन। अलि देखिन्छ होला कि एकछिनमा, अलिक घाम आएपछि टुप्पोमा आइयो। हट भ्यू हेर त हामी उता तलदेखि आएको। उता त्यहाँ स्कुल देखेर यहाँ देखिनु होला। त्यहाँ तलदेखि आएको 4-5 घन्टा हिँडेर यस्तो बाबाले वर्थ इट भ्यू हेर्नको लागि। आम्मा ठैट यार, यो कुहिरो हटेबाट देखिन्छ होला नै बाबाले। ल मेरो चस्मा यहाँ छ। यस्तोमा आज फेरि चस्मा लिन चस्मा हो त्यहाँदेखि खस्यो भर्खरै। यहाँदेखि म खसे पर फेरि केही बाध्दैन। ल हेर टन साथीहरू हामी फेरि तल आइयो। त्यहाँ माथि तलदेखि यस्तरी भ्यू देखिरहेको थियो होइन। माथिदेखि अझै राम्ररी देखिन्छ भने गएको थियौँ के अरे, त्यस्तै राम्ररी देखिएन। सबै बादलले ढाक्यो क्या अहिले त। हेर त सबै बादलले ढाक्यो। यस्तो बाबाले फुल पाइन्छ त्यहाँ, यस्तो बाबाले फुल होइन। अब साथीहरू तल गइसके। अब यहाँदेखि देखिन्छ भनेर भ्यू सोचिरहेको थिएँ के अरे, देखिएन। ल हेर त्यहाँ एउटा हिमाल देखिएछ, अर्को उता हिमाल देखिएछ। अघि बिहान आउँदा त सबै हिमाल देखिरहेको थियो। अलिकति बादल थियो, कति झन् बादलले ढाक्यो क्या सबै। ल अब हामी तलतिर लागिन्छ। भोलि नेक्स्ट ब्लग अलि उतातिर मन्दिर के छ, मन्दिरतिर जाने भोलि। आजको लागि ब्लग यतै नै एन्ड गर्न चाहन्छु। ल बाई बाई।